नमस्कार अंकल। हजुरले भेडा ल्याउनु भए चाहिँ भेडा गोठाला गर्नु हुँदैन। भेडा कुन ठाउँबाट अहिले ल्याउनु भयो? तपाईँ घर कहाँ हो नि? जुम्ला। हजुर जुम्ला तातो पानीबाट यहाँ उसमा तपाईँ अहिले कालीकोट आइपुग्नु। अहिले तपाईँको त्यो भेडा कहाँसम्म लाँदै हुनुहुन्छ नि? पात्मासम्म। ए अनि तपाईँ यो भेडा कहाँसम्म लानुहुन्छ अब लाँदाखेरि? पाटन नै पुऱ्याउनुहुन्छ? ए अहिले हजुरको कतिवटा छ नि भेडा? 300। अनि बाख्रा पनि रहेछ है? घोडा? हजुर। अनि घोडा कति छ नि तपाईँको? घोडा 9वटा। भेडा गोठालामा नि भेडामा नै सँगसँगै घोडा पछि आउँदैछन्। ए तपाईँ कतिजना छन् हुनुहुन्छ नि हेर्ने? 5 जना। ए तपाईँको त्यो मासिक स्यालेरीमा राख्नुहुन्छ अरू कि तपाईँ सबै मिलेर गर्नुभयो? एकै घरको तपाईँ हुनुहुन्छ? ए अनि कति जति आम्दानी गर्नुहुन्छ नि वार्षिक रूपमा? जुन किनेर लान्छन् त्यसले पैसा दिँदैन, फसाउँछन्। ए हजुर। हजुर। ए तपाईँको उता घर चाहिँ उता के अरे? हजुर। आज चाहिँ तपाईँ कहाँबाट ल्याउनु भयो भेडाहरू? ए अझै पनि पछि तपाईँ भेडा आउनु भयो कि? ओहो कतिजना हुन्छ तपाईँको पछाडि? अहिले तपाईँको अगाडि तपाईँसँग 4 जना आउनुभयो अनि अब पछाडि हेर्ने मान्छे कतिजना हुनुहुन्छ? अझै पछाडि 4 जना हुनुहुन्छ। जम्मा 8 जना हुनुहुन्छ तपाईँहरू? त्यही त 8 जना हुनुहुन्छ। ल धन्यवाद, धेरै राम्रो लाग्यो। तपाईँहरूको अझ राम्रो बढाउँदै जानु होला। तपाईँको भेडा राम्रो देखेँ मैले है। अझै पनि बाँच्छन्? ल ठिक छ। घोडा पनि भेटिन्छ है? ए हस् ल हस्, धन्यवाद अङ्कल। ल उहाँको घोडा पनि आइपुगेको छ अहिले यहाँ र उहाँको भेडा 300-400वटा भेडा अनि उहाँको घोडा पनि आइसकेको छ। उहाँको घोडाहरू भेडासँगै यसरी हिँडाउनु हुँदो रहेछ र यहाँ चाहिँ एकदमै सानो घोडाको बच्चा छावा रहेछ यहाँनिर। कस्तो राम्रो। ज्यादा हान्छ कि हान्दैन अङ्कल? हान्दैन। घोडाको छावाको बच्चा छ यहाँनिर, कस्तो राम्रो छ। यहाँनिर बच्चा हो एक 5 दिनको बच्चा है घोडाको। यसको माउ चाहिँ कुन हो? यो चाहिँ हो माउ? यो कालो माउ। ए कतिवटा छ र तपाईँको घोडा? ए ल ठिक छ। एनुले चाहिँ तपाईँको यो खाने कुराहरू बोक्ने हो? ए हेर्नुहोस् घोडाको बच्चा। यो पनि बच्चा कति दिन भएको यो? 3 दिन। आहो यस्तो कुद्दो रहेछ 3 दिनमा है?
भोटे कुकुर यहाँ माथि होइन गोठालेहरू यिनीहरू गोठाले यहाँ छन् यो भेडा लडेर बथानबाट लडेर फेरि बोक्नु भएको अहिले बथान गइसक्यो तर त्यही पनि उहाँले बथानमा लाँदै हुन्छ बोकेर ल अङ्कल राम्रोसँग जानु होला है त हुन्छ बाई बाई फेरि भेटौँला यसरी बोक्नु भएको छ भेडा नै उहाँको भेडाको बथान चाहिँ अगाडि गइसकिसकेको छ र म पनि लागेँ